आज चाहिँ मेरो देवरको इन्गेजमेन्ट सेरोमनीमा जानु लागि हामी सबै फ्यामिलीहरू चाहिँ रेडी भइरहेको छौँ हो यहाँनिर। अनि मेरो सासु आमाले चाहिँ ढोक्नुभयो कुलमा हो। त्यहाँबाट चाहिँ ढोकेको छ फेरि हो। म पनि छेउबाट ढोकिदिइहालेको नि अलिकति हो। त्यहाँबाट यो चाहिँ अब बेहुलीलाई दिनुको लागि गहना चाहिँ अब यसरी पूजा गरिओरिकन चाहिँ लानुपर्छ नि त हाम्रो नियममा है। अब सासूले त्यो गहनाको पनि पूजा गरेर कुलमा सबलाई देखाएर हो। यो चाहिँ नन्द र नन्दको हस्बेन्ड हामी निस्क्यौँ अब गेटबाट हो। अब चाहिँ हामी निस्क्यौँ हो गेटबाट निस्किँदैछु। गाडी पर्खिरहेको छु मेरो नन्दहरू हो। सबैजना आउँछ चाहिँ रोय फ्यामिली हो। जाँदैछु है। अब चाहिँ यो चाहिँ बेहुलीलाई दिनुको लागि लगेको हामीले गहना पुग्यौँ हामी उहाँ चाहिँ हो। अब बहिनी पनि आउनुभयो मेरो देउरानी। अब मेरो ससुर बा पनि बस्नुभयो हो। त्यहाँ चाहिँ प्याल्टर ह्याट लगाएर चाहिँ हो ढोक्यो है। अब चाहिँ बुहारीले अब नियम चाहिँ हाम्रो यस्तै हुन्छ हो। अब बङ्गालीको नियम हो। सासूहरूले सबैजना यो रोय फ्यामिलीकोहरू सासू ठुलो सासूमा अब मेरो नन्द सासू अब चाहिँ नियम सुरु भयो। अन्त सबले आशीर्वाद यसरी दिनुपर्छ हो। जति यहाँ रोय फ्यामिलीकोहरू जति पनि यहाँबाट हामीले गएको छु सबले नै यसरी आशीर्वाद दिनुपर्छ। यो नामै आशीर्वाद नै हो। अब त्यो दिएर आशीर्वाद दिन्छ सबै ठुलोहरूले हो। मेरो चाहिँ कसैले भिडियो पनि गर्दैन रहेछ हो। अब फेरि सासू ससुरा आइपुगिहाल्यो आशीर्वाद दिनुको लागि। यो उलुलु दिँदै गर्दैछ। उलुलु चाहिँ यहाँ कट भएछ हो। दिँदैछ आशीर्वाद हेर्नुहोस्। यसरी मेरो नन्द पनि आयो सानो नन्द उलुलु दिँदैछ हो। त्यहाँबाट चाहिँ मुख पनि पुसिदिनुपर्छ हो। यसरी आशीर्वाद ढोक्नु पनि पर्छ। अब चाहिँ हामी यो चाहिँ देखाउँछु कि हामीले चाहिँ के बेहुलीलाई दिए भनेर चाहिँ यो चाहिँ हामीले सब बेहुलीलाई ल्याइदिएको हाम्रो घरबाट होइन। सबै यो सामानहरू लेहेङ्गा यो गहनाहरू सबै यो चाहिँ दिनुपर्छ नि त। नियममा चाहिँ यस्तै छ नि त हाम्रो लेहेङ्गा। अब लास्टमा चाहिँ मेरो हेर्नुहोस् ल। म चाहिँ यहाँ बसेर एकदम फोटो खिचेको नि राम्रै भएर हो। ब्ल्याक साडी लगाएर चाहिँ एकदम कस्तो देखिरहेको छ म चाहिँ भन्नुहोस् ल।